बिस्तारै हजुर यहाँ सातो गाई तिनीहरूले सातो गाई यार बिस्तारै नगर्नु न यार होइन के कसम हजुर रियाक्सन बढिदिनुहुन्छ कि भगवान कसम। हाई गाइज वेलकम ब्याक इन आवर युट्युब च्यानल। आज चाहिँ फेरि हाम्रो डे 14 हो क्या, पारसको डे 6। आजको हाम्रो डे 7 सरी डे 7। आजको एक्सर्साइज चाहिँ हाम्रो रनिङ छ। टाइम चाहिँ 5:41 भयो। पारस यहाँ छ पुरा आउटफिटका साथ। यो तर जाडो लास्टै छ कि टु बी अनेस्ट मलाई उठ्नै मन थिएन होइन, यस्तो अल्छी लागिरहेको थियो। राति 11 बजी सुतेको होइन, अनि के भन्छ अरे 11 बजी सुतेर यस्तो अल्छी लागिरहेको थियो, निन्द्रा लागेर थियो। ल जय धरती माता ल जाम। ल आजको रनिङ हाम्रो कहाँ हुन्छ पारस? अब शीतल चोकतिर जाम। काकासम्म पुग्न सक्छ। शीतल चोक होइन, यहाँबाट शीतल चोकबाट मङ्गलपुरै पुग्ने हो। अस्ति मङ्गलपुर गएको, मङ्गलपुर लास्टै लामो हुन्छ कि। मङ्गलपुर त पुग्ने, तर मङ्गलपुरबाट ठ्याक्कै यो भित्र स्यान्डीहरू बसेर हुन्छ नि, त्यहाँबाट भित्र छिरेर प्रगति शिक्षा सदन भएर यहाँ निस्किने। अब वामअप हल्का वामअप गरौँ, अनि त्यसपछि वामअप सँगसँगै चाहिँ हाम्रो त्यो मेन रोड पुगेपछि चाहिँ हाम्रो कन्टिन्यू हुन्छ। ल अब बिचमा हामी जोडिँदै गर्छु। ल बाई बाई। लास्टै जाडी छ वरिपरि, वामा पुल्ला छ। फ्ल्यास कसरी भयो वामअप चालु छ। म त धरतीको ठुलो, तिमी ठुलो मान्छे हुनु दिगे कि हेर्दा लौ यो किमाको काल्चिया बिहानै उठ साला मोबाइल चलाउँछ स्पिडमा भन्छ। यहाँ तिज रोड पुगिसक्यौँ, शीतल चोक पुग्दैछौँ होइन क्या। ठिक छ, यहाँ अगाडि राम्रो माहौल छ। तर हिजोभन्दा अस्तिभन्दा त छैन। अस्तिको 6 बजी निस्क्यो हुन्छ। 6 बजीभन्दा छ आज अर्ली मर्निङ भन्दा आज हाम्रो 5:41 हो कति निस्क्यो, तर पछि मर्निङ हेर्ने। स्मल रनिङ इज बेनिफिसियल। अब शीतल चोकबाट दौड्छौँ है हामी। अहिले चाहिँ वार्मअप मात्रै भयो, मात्रै हुँदैछ। 81 दौड्यो भने होइन क्या भन्नु तपाईँलाई, जान्दा सुन्ने मान्छे त मोबाइल चलाउन यहाँ कहाँ पुग्छ ए काल्छ्या मोबाइल यसो हो कि तपाईँ जान्ने सुन्ने मान्छे हामीले क्या सम्झाउनु पऱ्यो थियो क्या ठुलाबाट मान्छे हजुर। अब त्यसैले अब डाइरेक्टली वहाँसम्म पुग्नुपर्छ। डाइरेक्ट हामी लगभग कति किलोमिटर होला? अब 5 किलोमिटर टार्गेट त। रामपुर जाने हो त? रामपुर गएर रामपुर खै यसो गरौँ, जहाँ लाइट छ त्यही जाउँ। यताबाट हेरौँ जहाँ लाइट छ। होइन यदि यतातिर लाइट छ भने यतातिर जाऊँ, यदि उतातिर लाइट यतातिर हुन्छ कि म अस्ति यहाँतिर गइसकेँ। तर खास टु बी अनेस्ट अब यो शीतल चोकमा आइपुग्यो। पुरा 108 भनेर महाराज कुद्दै भइसिन्छ। हेलो हामी त कुद्यौँ, तपाईँ कहिले कुद्ने? कुदै खानुहोस्। पछाडि सो दाइ उता पुगिसक्नुभयो। सब कुदाउँदै अलि फास्ट कुदाउँ, अलि एम्बाप्पे स्टाइलमा कुदाउँ। 6 बजेपछि बन्द भइहाल्दो रहेछ क्या। अनि त्यही भएर आज हेर्न पुरा उज्यालो छ। फ्लोर लाइट भन्दा पनि ट्युब स्टेडियम भन्दा पनि उज्यालो छ यहाँ। अब के गर्ने, क्रिकेट खेल्ने मान्छे पाइदिएको भए यहीँ खेलिन्थ्यो होला। हाम्रो यहाँ गुम्बा आइसकेका छन् गौतम बुद्ध भगवानको। भाग मिल्का भाग। अस्ति भन्दा त जाडो छ क्या, तर यो एकछिनै पसिना भइन्छ। दुख्दैछ अलिअलि। साइड गाडी आइरा तर पनि कुदिन्छ। यस्ता छाती दुख्नले त के दुख्ने।
कुदेरै त छाती दुख्या हो नि त घरमा बसेर सुतेर मोबाइल चलाउनेहरूलाई के छाती दुख्नु तिनीहरूको त ढाड दुख्छ We are in Mangalpur High. हाम्रा श्री 1008 महाराजको विजय छिँदैछ we are going into the streets किनभने अब एकदम चाहिँ हुँदैन स्ट्रिट लाइटहरू होइन ठाउँमा भइरहन्छ छैन त्यति साह्रो अहिले चाहिँ कति बजी हेर्नु त अस्तिकै ऊ त्यहाँ ओह्रालोको ठाउँमा पुगिसक्यौँ हामी ओह्रालो कटेर नि तर आज चाहिँ के थाहा भयो भने चाहिँ हुन त शरीर हल्का एक्सर्साइज गर्ने मुडमा अपडेट भइरह र हामी आज बिस्तारै दगुर्यौँ सुरुमा वार्म अप गऱ्यौँ बिस्तारै दौड्दाखेरि यहाँसम्म पुग्यौँ लगभग हामी 2.5 किलोमिटर प्लस चाहिँ हामीले कभर गरिसकेका छौँ पारसे आलु ल आज चाहिँ के सिक्यो भने चाहिँ बिस्तारै गर्ने वार्म अप गरेर गर्ने लगभग टार्गेट पुगिसकेको छ पसिना नि आइसकेको छ गर्मी भएर अनि अब के अरे हो होइन गर्मी पसिना आज चाहिँ हामी सर्टकट हो यो बाटो निस्किने हो होइन हामी आज नमुना चोक नजाने हो लामो हुन्छ कि अब यो सन्देशहरूको रुम निस्किने ठाउँ छ नि प्रगति शिक्षा सदन स्कुल ल जाम तर यहाँ होइन हामीसँग लाइट छ नि त ल आज चाहिँ लाइट चाहिँ यता खै कस्तो नदेखे ल गाइस यही हो म त पुरा मुस्लिम जस्तो देखिया छु क्या पसिना भइसक्यो ल गाइस पछाडि चाहिँ रेड देख्दै हुनुहुन्छ भर्खर सनराइज हुँदैछ अस्ति मैले क्याप्चर गरे भिडियो चाहिँ उ त्यो ठ्याक्कै उ त्यो स्ट्रिट लाइटको मुनिबाट यस्तो राम्रो देखिन्छ केही दिनपछि त्यही हो अगाडि चाहिँ कतिको अँध्यारो छ अनि उता चाहिँ यहाँदेखि सनराइज हुँदैछ अनि यहाँ चाहिँ अँध्यारै छ यहाँ मान्छे हामी मोबाइल नचलाउनु भनेर हामी स्न्यापच्याटमा मोबाइल चलाएर पठाउँदैछु क्या अरे मान्छेलाई मोटिभेट गर्न पर्यो नि त यसो सबै हेरिदियो होइन मैले एकजना आफू गर्थेँ मैले आफूले गर्दा बाह्र फ्लाइट जोडेँ यही भिडियो हेर्दा मान्छेले एकजना मोटिभेट भयो भने त त्यो ठुलो कुरा हो चेन्ज हुनु भनेको त लास्टै ठुलो कुरा हो कि ठुलो कुरा मात्रै होइन लास्टै ठुलो कुरा हो कि अहिलेको टाइममा जुन किसिमको एडिक्सन हुनु त यसो हो क्या मैले आफू गफ दिइराख्दाखेरि पनि म त्यहाँ छुट्टो छैन होइन मेरो मेन एडिक्सन हो हल्का दैन त्यो मोबाइल चलाउँछु पढाइको मध्ये हो सोचेभन्दा कम हुन्छ कि सुनले तर मैले एक्सर्साइज गर्ने भने अनि यही कुराले हो क्या एक्सर्साइज गरिन्छ शरीर थाक्छ बेलुका निन्द्रा राम्रोसँग लाग्छ जब शरीर थाक्छ त्यसपछि डाइटको कुराहरू होइन राम्रो खाना बस्छ शरीरलाई राम्रो चाहिन्छ भन्ने मेन्टालिटी हुन्छ त्यो भइसकेको छ मेन कुरा नै मोबाइल छोड्ने हो कि मोबाइल छोडिन्न कि ल हामी चाहिँ यहाँ यसो अँध्यारो छ यो बिहान आज अस्तिको भन्दा छोटो छ है आज चाहिँ हामी त्यहाँबाट तल गएर नमुना चोक के अरे त्यो सहित रामलखन चोक भएर नमुना चोकबाट निस्केथ्यौँ भने चाहिँ आज चाहिँ लगभग आज चाहिँ हामी बिचबाट नै निस्कियो अब दौड्न सकिने होइन हिँड्नु अब हिँड्ने हो त्यत्रो भन्दा त्यतिकै वेस्ट किन गर्ने के भन्छ हामीले शीतल चोकदेखि मङ्गलपुर लगभग 1.5 किलोमिटर चाहिँ लगभग त्यति चाहिँ हामी बिस्तारै हजुर बिस्तारै नगर्नु त यार हजुर रियाक्सन बढिदिनुहुन्छ कि भगवान कसम कुकुरहरूले हेर यसै हुन्छ नलासी मान्छेको साथी गइसकेको होइन ए दाइ भन्दाखेरि अब अगाडि ऊ भइजाउँ भनेको प्रिकसन लिइहाल्नु पर्यो नि त बिजी थियो नि त पुरै हुन्छ नि या आत्मज्ञान उज्यालो हुन थाल्यो क्लास नभएले सुजल दाइ त्यस्तो थियो अस्ति लास्टै पसिना भएको थियो नि त त्यही पनि म एउटा पातलो मात्रै यो भेस्टमा तर लगाएर आएको अनि यही मसिन पनि कसो भइदियो दगुरेर पसिना भइदियो भित्र पसिना लास्टै भइसकेको छ कि पारस के भन्छस् यो के तेरो एक्सपेक्टेसन कसो थियो जाडो कति होला भन्ने के होला भन्ने थियो नि त एउटा जाडो त फर्स्टमा भइजान्छ त्यो त एक्सपेक्टेडै थियो अनि होइन मैले भन्नु खोजेको अब तेरो आज फर्स्ट डे रनिङ हो नि त अनि त्यो बाहिरको चिसो कतिको होला कपडा कति चाहिने के किसिमको होला भन्ने थियो
होइन यतिकै हो जति चाहिन्थ्यो त्यति हो फर्स्टमा त अलिक चिसो भयो अनि पछि ऊ त्यहाँनिरसम्म जम्मै भित्र पसिना थियो अहिले चाहिँ अलि वाकिङमा जब झरेँ चिसो त अहिले पनि लागेको छ यो पसिना भिजेर घुम गएर पसिना ससिना सब सुकाउनु अति चिसो लागेर मध्य चिसो लागिन्छ अस्ति नै पनि मलाई सर्दी लागेको थियो त्यसै कारणले ऊ हाम्रो घर लगभग आइसक्यो अगाडितिर अगाडि लगभग हामी 30 मिनट जति भएको त 30 मिनट प्लस त भइसक्यो सायद 15 मिनटसम्म त हामीले कुदेकै होला 10 देखि 15 मिनट होइन आज इफेक्टिभ भयो किनभने चाहिँ हामीले यहाँ अस्ति म फर्स्ट डेमा चाहिँ सिधै गेटबाट सिधै निस्कियो हो नि त दगुड्दै अनि आज चाहिँ ठ्याक्क शीतल चौकसम्म वार्मअप भयो अनि दगुड्दाखेरि बिस्तारै बिस्तारै दगुडियो क्या अस्ति भत्तै दगुडिएको थियो ल यही हो आजको एक्सर्साइज सेसन चाहिँ हाम्रो सिरिज चाहिँ हाम्रो सायद यही नै हुन्छ बेलुकाको भिडियो सायद अपलोड हुन्न होला कृपया चित्त नदुखाइदिनु होला स्टे ट्युन्ड विथ अस गाइज हाम्रो घर आइसक्यो त्यो घर हो ल बाई बाई है त सी यु इन नेक्स्ट भिडियो मेरो चाहिँ आउँछ है ल होइन मैले यदि आज गऱ्यो भने कि त अहिले गरियोगा गर्ने हो बेलुका खासै प्रिफर त हुँदैन म त्यही पनि बेलुका पनि हुँदैन ल बाई बाई गाइज स्टे ट्युन्ड विथ अस